व्यस्त जीवनलाई अलि पर राखी एउटा छोटो यात्रामा जाउँ है। एकदमै छोटो तर मनलाई निकै टाढासम्म पुर्याउने यात्रा। चितवन जिल्ला नाम सुन्नासाथ दिमागमा खेल्छ उग्र गर्मीको तस्बिर। त्यो गर्मी जसले अलकत्रा पगाल्ने सामर्थ्य राख्दछ। तर के तपाईलाई थाहा छ, यही चितवनमा एउटा यस्तो स्थान पनि छ जहाँ हिमालबाट बहेर आएको चिसो हावाले निस्सासिएको फोक्सोमा राहतको सास भरिदिन्छ, मनमा गुम्सिएका अशान्तिका बादलहरूलाई उडाइदिन्छ एउटा शान्त गहिरो सुस्केरासँगै। सिराइचुली इच्छाकामना गाउँपालिका अन्तर्गत समुद्र सतहदेखि करिब 2000 मिटरको उचाइमा अवस्थित छ। यो स्थानले केवल शीतलता मात्र प्रदान गर्दैन। चैत वैशाखमा यहाँ आउँदा पहाडका काँधहरू गुराँसका रङमा रङ्गिएका हुन्छन्। चितवनको यो धुरीमा उभिएर काफल र ऐसेलुको स्वादमा हराउँदै तराईका फाँटहरू अनि पर बसेर अग्लिएका हिमालहरूको मनमोहक दृश्यमा रमाउन सकिन्छ। हामी सहरको चहल पहल, भिडभाड र कोलाहललाई पछि छोड्दै भरतपुरको मुटु 24 कोठीदेखि यात्रा सुरु गर्छौं। 24 कोठीबाट बाइपास हुँदै विशाल चोकदेखि भोजाड हुँदै हामी जंगल प्रवेश गर्छौं। जंगल पार गर्दै पदमपुर पुग्छौं। धनी मान्छे पैसा निकालेर ल सबै साउको अनि त्यहाँबाट शक्तिखोर। चितवनको धेरै जस्तो समथर बाटोहरू कालोपत्रे भइसकेको देख्दा खुसी लाग्छ अनि यसले यात्रामा सहजता थपिदिन्छ। हामी यति बेला शक्तिखोर पुलमा छौँ। अब यहाँ शक्तिखोर पुलमा आइपुग्दा दुईटा बाटो भेट्ने हुँदो रहेछ। यो पश्चिम लागेको बाटोले चाहिँ हामीलाई उपरडाङ्गेटसम्म पुर्याउँछ भने हामी चाहिँ पूर्व लागेर चाहिँ सिराइचुलीसम्म पुग्नेछौँ। आज बाटो चाहिँ अलिक खराब छ भन्ने सुनेको छ। अब हेरौँ कस्तो छ। लेट्स सी। त्यहाँबाट चाहिँ माटासम्म जानुपर्छ। मायाटार पुगेर माथि जानु पर्छ। उदाहरण यताबाट लामो पर्छ होइन। मायाटार फर्किँदाखेरि त्यो बाटो फर्किनु मिल्दैन। हामी हो त्यो चाहिँ बिदा गएको चाहिँ गडी भएर यसरी फेरि मोटरसाइकल पनि जानु बाटो छैन नि हाम्रो गयो। यता त बाटो छ। यताबाट गयो भने उता चल्नै गाह्रो छैन। हो अलिकति बाङ्गो छ। चिसो होला होइन दादा? एकदम चिसो छ। शक्तिखोरको पुल पार गरेर हामी पूर्व मोडिन्छौँ। बाटोको अवस्था राम्रो छैन भन्ने सुन्नमा आएको थियो, तर गन्तव्य सिराइचुली जस्तो सुन्दर छ भने त्यसरी आएका उतार चढावहरूले खासै असर नगर्ने रहेछ। बाटो साँच्चै नै सहज थिएन। शक्तिखोरको पुल पार गरेपछि सुरु हुन्छ पहाडी गोरेटोसँग गाँसिएको कथा। बाटो साँघुरो हुँदै जान्थ्यो, तर त्यही साँघुरोपनले यात्रालाई फराकिलो अनुभूति दिन्थ्यो। यहाँ यात्रा गर्दै गर्दा लाग्यो यो पहाडले हरेक मुसाफिरलाई केही न केही नयाँ पाठ सिकाएर पठाउँछ। एकैछिन रोकियौं। त्यहाँको शान्त वातावरण, चराहरूको चिरबिराहट अनि टाढा टाढा देखिने डाँडाकाँडाले मनमा एउटा गहिरो सान्त्वना थप्दै थियो। यदि तपाईले यो यात्रामा केही महसुस गरिरहनु भएको छ र यी दृश्यहरूले तपाईको मन छोइरहेको छ भने एकचोटि सब्स्क्राइब गर्न नबिर्सिनु होला। अझ धेरै कथाहरू आउँदैछन्। बाइकको इन्जिन फेरि चालु भयो। यात्रा अघि बढ्दै गयो। झन्डै 4 घण्टाको बाइक यात्रापछि हामी आइपुग्यौं चितवनको त्यो भागमा जहाँ चितवन उस्तै छैन। न त भूगोल न त जीवनशैली। यो ठाउँलाई ज्यान डाँडा भनिदो रहेछ। हामी ट्याक्कै यति बेला चाहिँ त्यो ज्यान डाँडा भन्ने ठाउँ आइपुगेका छौँ। सिराइचुली
त्यो जुन माथिल्लो हाइट छ त्यसको फेदीमा पर्छ। अब यहाँबाट चाहिँ सिराइचुली हिँड्नुपर्ने रहेछ। हामीले यहाँ आएर बाइक राख्यौँ, खाना पनि यही भनेका छौँ। अब लगभग 1 घन्टा जति हिँडिसकेपछि त्यो टुप्पोमा पुग्न सकिँदो रहेछ। अब यहाँ पनि शीतलै छ, त्यहाँ माथि अझै चिसो छ भन्ने सुनेको छ। अब हेरौँ कस्तो छ। खाना खाएर पैदल यात्रा सुरु भयो। एउटा ठाडो उकालो चढेर पाइला अघि बढ्दै थियो, तर केही समयमै आकाशमा बादल गर्जिन थाल्यो र चिसो मौसममा सिमसिम पानीको चिसोपन थपियो। केही तल झरेर एउटा सानो घरमा ओत्लियौँ। एउटा सानो खरले छाएको घर, बाहिर पानी परिरहेको थियो। तर जे आकाश खुल्यो भने चाहिँ जानुहुन्थ्यो भनेर हो, कुरिरहेको हो। अब के हुन्छ हेरौँ। उता खुलिरहेछ, खुल्न त त्यस्तै देखेको छ नि त। केही बेरमा बिस्तारै पानी थामिन थाल्यो। ल हिँडौँ, अब पानी रोकिया छ है। एकछिन हिँडौँ, फेरि परेछ भने फेरि फर्किउँला, यहाँ आएर बसौँला अनि फेरि जाउँ। यो कोसिस त हाम्रो जारी रहनेछ, पुग्नु नै पर्छ। तर बादल भने पूर्ण रूपमा हटिसकेको थिएन। हिँडाइ पुनः सुरु भयो। पानीले भिजेको माटोबाट आएको बास्नाले ताजापन थपिदियो। हाम्रा पाइला प्रत्येक श्वाससँग मिलेर अगाडि बढिरहेका थिए। म चाहिँ के हो भने क्यामेराम्यान डिरेक्टर साहब उहाँ हुनुहुन्छ। दाइ त आगै रहन्छ नि त। हामी चाहिँ माउन्ट एभरेस्ट चढ्दै लगभग पुग्नलाई अझ आधा बाटो। उता पछाडि हेलिकप्टरले फोटो खिचेर हाम्रो त्यो चाहिँ सिराइचुली। त्यो अन्तिम उकालो पार गर्दा शरीर थाकिसकेको थियो, तर मनमा एक किसिमको शान्त लय गुन्जिरहेको थियो। र अन्ततः हामी पुग्यौं सिराइचुलीको त्यो टुप्पोमा, जुन चितवनको उच्चतम बिन्दु हो। स्थानीयको भनाइअनुसार टुप्पोमा पुग्न 1 घन्टा लाग्थ्यो, तर हामीलाई भने 2 घन्टा लाग्यो, किनकि हरेक पाइला, हरेक मोड अनि हरेक दृश्य क्यामेराले समाउन लायक थियो। संसार तल थियो। 4 घन्टाको बाइक राइड र 2 घन्टा आफ्नै पाइलालाई पछ्याएपछि हामी आकाशसँग कुरा गरिरहेका थियौँ। फाइनली हामी अहिले त्यो सिराइचुलीको सबैभन्दा माथिल्लो पोइन्टमा आइपुगेका छौँ। यति बेला एकदम राम्रो भ्यू देखिएको छ। अझ राम्रो मौसम खुलेको भयो, अझ राम्रो देखिन्थ्यो होला। यो अलमोस्ट 2000 को हाइटमा छौँ अहिले। यहाँ मौसम चाहिँ एकदमै चिसो छ। अनि अर्को भनेको चाहिँ यो सायद पोल्युसनले गर्दाखेरि होला, त्यो मौसम खासै राम्रो छ, खुलेको छैन। सिराइचुलीको यो टुप्पोमा खाना बस्नका लागि कुनै सुविधा छैन। यदि यहाँ आएर रात बिताउने सोच्दै हुनुहुन्छ भने सबै कुरा आफैले बोकेर आउनुपर्छ, कि त तल गाउँमा बास बसी सबेरै सूर्योदयका लागि पनि आउन सकिन्छ। प्रकृतिको यो सुन्दर दृश्यमा रमाउँदै गर्दा कता कता त्यो उत्साह अलिक खल्लो लाग्यो। जिल्ला एउटै, तर भूगोल फरक। त्यही भूगोलका कारण मैले लिएको सुविधा भन्दा यहाँका बासिन्दाले लिएको सुविधा फरक। मैले गरेको सङ्घर्ष भन्दा यहाँको सङ्घर्ष फरक। फेरि त्यही सोच्दै गर्दा यहाँका स्थानीयले फेरिरहेको सास भन्दा मेरो सास धेरै फरक थियो। कता कता ईर्ष्या पनि लाग्यो, यही सोचेर कि यो हावामा मिसिएको शीतलताले अशान्त मनको गर्मीलाई उडाउन सक्छ। यहाँको चिसो पानीले निभाउन सक्छ
अधैर्यताको आगो। सम्झिए जङ्गलले उपहार दिएको काफल र ऐसेलु, सम्झिए गुराँसको रङ जसले थकाइ मेटायो अनि झनै आत्मीयता थप्यो यो भूगोलसँग। मैले बाइकले उडाएको धुलोलाई रोमाञ्च ठाने, तर त्यही धुलो यहाँका बालबालिकाको लागि नित्य साथी हो। मैले एक दिनको ट्रिप सम्झे, तर उनीहरूका लागि यो ठाउँ रोजको बाध्यता हो। सायद तत्कालै यहाँ ठुला ठुला हस्पिटल तथा शिक्षण संस्था निर्माण सम्भव नहोला, तर कम्तीमा एउटा सहज सडक निर्माण गरिदिन सके यहाँको कष्टकर जीवनमा अलिकति राहत थपिन्थ्यो कि यहाँका स्थानीयलाई मेरा लागि अभिभावकत्व ग्रहण गर्ने मेरो सरकार छ भन्ने महसुस हुन्थ्यो कि